निस्केको छ नारा जुलुस विरोधका निमित्त भने गणतन्त्रवादीहरू समाजवादी मोर्चाका लागि नेकपा माओवादी केन्द्रका लागि भ्रिकुटी मण्डप छुट्याइएको छ र भ्रिकुटी मण्डपको भिडलाई यता आउन दिइयो र यताको भिडलाई उतातर्फ जान दिइयो भने दुईटाको बीचमा भिडन्त हुने सम्भावना हुन्छ। तसर्थ यो मुठभेडलाई बचाउनका निमित्त सुरक्षाकर्मीहरू बाक्लो सङ्ख्यामा तैनात गरिएको छ। करिब 3500 जना सुरक्षाकर्मीहरू एसएसबीको कमान्डमा तैनात गरिएको बुझिएको छ। तपाईले देख्न सक्नुहुन्छ यो तीन कुनेको दृश्य हो जहाँ सुरक्षाकर्मीहरूले राजावादीहरूको यो भिडलाई रोक्ने प्रयत्न गरिराखेको छ भने राजावादीहरूको यो भिड सुरक्षाकर्मीहरूको घेरा छिचोलेर अगाडि बढ्ने प्रयत्नमा छ। निकै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मीहरू तैनात गरिएको छ। दर्शकबिन हामी केही प्रतिक्रियाहरू जोड्नेछौँ। एकदम जोसमा यो तन्त्र फाल्नै पर्ने अवस्था छ हजुर। सकिन्छ तन्त्र अनि देखिहाल्नु भयो नि यो सम्पूर्ण रूपमा यो तन्त्र फाल्ने पक्षमा त पूर्व राजा स्वयं नै छैनन् त। यस्तो हो, यस्तो राम्रो तन्त्र चाहियो। यी भ्रष्टाचारीहरूलाई लखट्नु पर्यो यहाँबाट, अरूलाई केही गर्नु व्यवस्था ठिक छ, भ्रष्टहरूलाई लखेट्ने यहाँबाट एकदमै यहाँबाट भ्रष्टहरूलाई लखेट्ने कार्यक्रम हो यो। अरू केही पनि ल्याउने भन्नुभएको छ। उहाँले चाहिँ यिनै दलका नेताहरूसँग मिलेर शासन चलाउने भन्नुभएको छ। दलका नेता यिनीहरूसँग मिल्दैन नि। नयाँ आउन दल सिद्धान्त दलको नराम्रो छैन। जसले दल प्रयोग गरिरहेछन् ओहदामा बसेका छन् यिनीहरूलाई चाहिँ नि लखट्नु पर्ने अवस्था छ। आज लखट्ने हो सकिन्छ। पुलिस त ठुलो सङ्ख्यामा छ। हामी उहाँभन्दा पुलिसहरूले पनि बुझ्नु भएको छ के भएको छ भनेर, के हो भनेर, देशको अवस्था के छ भनेर त प्रहरीलाई नै थाहा छ नि। उहाँहरूले दमन गर्नुहुन्न जस्तो लाग्छ। कहाँबाट आउनुभयो तपाईँ? यहीँ बालाजु हजुर। हस् हस् धन्यवाद। के हो पुरै जोसमा हुनुहुन्छ त तपाईँहरू त? एकदम नि देश बचाउनको लागि। देश बचाउनलाई हजुर भन्नुहोस्। सुरक्षाकर्मीको घेरा त ठुलो छ, के तोड्ने हो? तपाईँ भन्नुहोस् यो केपी प्रचण्डले यिनीहरूको फाँसी दिन पर्छ। अब हजुर जनताको नेताले पुलिसलाई फाँसी दिएर हुन्छ। तपाईँहरूकै व्यवस्था फासिलेट गरेन भनिदिएको नि छोडिन्न आज चाहिँ। सर राज सरकार वैदेशिक सनातन हिन्दू राष्ट्र कायम गराइन्छ 47 सालको संविधान बनाइन्छ। अब देश बेचिन्छ कुनै देश गएर बहादुर बनिन्न। प्रचण्ड मुर्दाबाद। यो चारवटा चोरले घरमा गएर खानु सिर्छ। अब राज सहितको हिन्दू राष्ट्र संसद बहुत छिर्ने हो। हेर्दै जानुस्। समय लाग्छ। तिनीहरूलाई 10 वर्ष लाग्यो त छिर्न होइन। संसद भवन छिर्ने सबै छिरिन्छ, घरमा छिरिन्छ। अहिले होइन, समय लाग्छ। 5 दिनभित्र चाहिँ हाम्रो राजालाई कसरी यो जनसागर उर्लेर त्यहाँ जाने हो नि त। अब हामी यो जनसागर उर्लेर यो संविधान भवनदेखि लिएर हामीले नाना नीतिमा हामीले राजामा आएको छ। तसबिन राजावादीहरूको आन्दोलन उग्र बनेको छ। तपाईँले देख्न सक्नुहुन्छ यतिखेर सुरक्षाकर्मीहरूसँग भिड्ने मुडमा देखिएका छन् राजावादीहरू। राजावादीहरू र गणतन्त्रवादीहरू आम्ने सामने भएको दिन आज दुईटै पक्षले शक्ति प्रदर्शन गरिराखेका छन्। यतिखेर यो राजावादीहरूको सभा भइराखेको यो मञ्चको दृश्य तपाईँहरूले मेरो पृष्ठभूमिमा देखिरहनु भएको छ भने राजावादीहरू ठुलो सङ्ख्यामा यहाँ उपस्थित रहेको यो तीन कुने चौरको यो दृश्य हो। हामी यहाँ केही प्रतिक्रिया जोड्छौँ। गर्मी छ है? एकदमै गर्मी छ। गर्मी छ। छाता अलिअलि पुगेको छ। अलिअलि यहाँ भिडियो आइसक्यो। के फोटो चाहियो? केका लागि त सडकमा यहाँहरू? हामी अब भएन फोटो आयो ल। फोटो भिडियो सबै भयो। हामी चाहिँ यहाँ किनभने एउटा अब राजा चाहिँ हामीलाई चाहिन्छ, यो देशलाई राजा चाहिन्छ भनेर त्यसैको लागि हामीहरू आएको यहाँ।
राजा आउँछन् जस्तै लाग्छ आउनुहुन्छ फर्क एकदम राजा फर्क भन्ने गीत बजिरहेको छ फर्किन्छ फर्किनुहुन्छ एकदमै फर्किनुहुन्छ अब दरबारमै फर्किने हो कि एक ठाउँबाट अर्को ठाउँमा फर्किने हो दरबारमा फर्किने दरबारमै हो? दरबारमै हो तपाईँलाई नि विश्वास छ विश्वास छ एकदमै प्रकार हुन्छ त तपाईँलाई नि लाग्यो के नाम यहाँको मेरो नाम प्रकाश पोखरेल हो अनि कहाँबाट आउनुभयो प्रकाश हजुर म खोटाङबाट आएको हो यही कार्यक्रममा हजुर यसैकै लागि हो खोटाङबाट हजुर कसरी आउनुभयो त म निस्वार्थ यो देशको एउटा जुन भाव हुन्छ यो अहिले जुन तपाईँहरूको यो गणतन्त्रवादी नेताहरूले गरेको जुन यो कार्य छ नि यसलाई एकदम धेरै नजिकबाट मैले राजतन्त्रलाई पनि धेरै नजिकबाट हेरेको लगभग म अहिले भन्नुहुन्छ भने 39 वर्षको भएँ 39 वर्षमा मैले 20 वर्ष राजतन्त्र भोगेँ बाँकी यो तपाईँको चाहिँ नि यो माओवादीको जनयुद्ध र हालसम्मको शान्ति कार्यमा आइसकेपछि जति यो 27-28 वर्ष जति हेऱ्यो नि प्रचण्ड र यो गणतन्त्रवादी हेरेर 16 वर्ष त हामीले प्रत्यक्ष हेऱ्यौँ नि अनि हो त्यसलाई पनि प्रत्यक्ष हेरेकोले गर्दा सर्वसाधारण जुन छन् भुइँ मान्छे भनिन्छ जसलाई तिनीहरूको हालत साँच्चै भन्यो भने यो प्रचण्ड र देउबा यिनीहरूलाई त यो 90 लाखको चाहिँ नि गाडी चढेर 1-1 करोड 1.5 करोडको गाडी चढेर हिँड्नेलाई त के थाहा होइन तर जो वास्तविक जनता छन् नि तिनीहरू कुन हालतमा छन् भन्ने कुरो त यिनीहरूलाई 6 महिना चाहिँ नि सुकुम्बासी बस्तीमा लगेर तातो जस्ता पातामा टट्याएपछि थाहा पाउँछन् बुझ्नुभयो नि यिनीहरूलाई जति लुटेर ल्याएर यहाँ काठमाडौँमा अथाह खडा गरेका छन् नि यिनीहरूलाई त्यसरी नै जोगी बनाउनु पर्ने हुन्छ त्यही सरको कुरा गर्नुभयो हजुर एकदम तर ओली प्रचण्ड र देउबासँगै मिलेर मलाई नि ठाउँ चाहियो सानो भन्नुभयो के कसले यहाँ पूर्व राजाले पूर्व राजालाई ठाउँ चाहिँदैन राजाको ठाउँ चाहिँ कब्जा गरेर बसेका छन् तपाईँ कुन दुनियाँमा हुनुहुन्छ राजाको ठाउँ कब्जा गरेर बसेका छैनन् राम्रै भन्दा आन्दोलन हुँदा झन्डा त व्यापार हुन्छ होइन थोरै कति पर्छ यसलाई 350 सबैको 350 हो चन्द्र सूर्य झन्डा फरफराउँदै यहाँ सडकमा निस्किएका दृश्यहरू हामी देख्न सक्छौँ व्यापार पनि भएको छ राम्रै छ होइन पढ्नुहुन्छ होला नि तपाईँ त कहाँ पढ्नुहुन्छ अनि अरू बेला चाहिँ कहाँ बेच्नुहुन्थ्यो झन्डा आज मात्रै हो निन्द्रै लाग्यो क्या हो निन्द्रा किन लाग्ने हो र कहाँबाट आउनु भयो हामी नवलपरासीबाट यसकै लागि आएको नवलपरासीबाट कसरी आउनुभयो त गाडीमा आएको गाडीमा आउनुभयो अनि लगानी आफ्नै हो कि यहाँबाट आफ्नै लगानी हो यो पार्टीको भए पो उता गाडी पठाउँछ र यो संस्थामा त त्यो भ्रष्टाचार गरेको पैसा छैन आफै गरेर आउने हो यो चोरहरूले पैसा जति उनीहरूले रहिसके हामीसँग केही छैन अब रोजगार छैन भएको अलिकति व्यापार व्यवसाय चौपट भइसक्यो गाउँघरमा मान्छे छैनन् व्यापार गर्नुहुन्थ्यो तपाईँ म व्यापार गर्थेँ चौपट भइसक्यो के व्यापार गर्नुहुन्थ्यो सानोतिनो ट्र्याक्टरहरू चलाउँथे घरहरू बन्थ्यो अब अहिले त्यो बन्न छाडे अब कपडाको पसल थियो त्यो पनि सुक्यो अब के गर्ने मान्छे भए पो व्यापार चल्छ र मान्छे छैन कसरी व्यापार हुन्छ मान्छे सब गए बाहिर गए विदेश गए कसले किन्छ होइन कसले किन्छ त्यस्तै भयो त यस्तै भएर आएको सबै त्यही हो त तपाईँले भने जस्तै हो यस्तै हो हाम्रो गाउँमा टोटल हाम्रो गाउँमा के छ भने मान्छे विदेश गए अब खेत खनेर खाम भने पनि मान्छे खेताएर पाइन्न के त्यस्तो अवस्था आइसक्यो कहिले फर्किनुहुन्छ अब फर्किने थाहै छैन हाम्रो फर्किने कहिले हो जहिलेसम्म यहाँबाट चाहिँ केही न केही पुरा जमेर बस्ने हो जमेरै बस्ने हो डेरा जमाएर बस्ने हो होइन योभन्दा अगाडि एमालेलाई भोट दिएको हो र के नाम यहाँको मेरो रामराज बस्ने रामराज बस्ने कहाँबाट आउनुभयो सर्लाहीबाट यही कार्यक्रमका लागि वार पार गर्न आएको गर्ने हो राजालाई सिंहासनमा राख्न आएको संवैधानिक राजतन्त्र फेरि जनतालाई भुल नहोस् भ्रम नहोस् संवैधानिक राजतन्त्र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री संवैधानिक राजा राज संस्था रामचन्द्र पौडेलको हो कार्यकारी होइन होइन रामचन्द्र पौडेलको छोरा बुहारी सब साल इङ्ल्यान्डमा छ गाली गर्न मन लाग्छ यो राष्ट्रवादी हो यस्तो मान्छेलाई राष्ट्रवादी भन्छ
बाहिर त ज्ञानेन्द्र शाहका पनि छन् है नातिनीहरू। नातिनीहरू कहाँ छन्? कहाँ छन्? छैनन्, यी छन्। जति राजालाई देशको माया हुन्छ यो 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 खट यो साला यो भ्रष्टाचारी राष्ट्रपतिलाई माया छ? छैन है। हेट! कहाँ हुनु? मान्छेले मार्छ, उसले बिना सुरक्षा, जसरी राजा बिना सुरक्षा हिँडिरहेछ, हिँडिराख्न है राजा त। हिँडिरहेछ। सुरक्षा केही छैन। केही छैन, एक्लै सिंगल सिङ्गल बाटोमा जहाँसुकै बजारमा जहाँसुकै दर्शन भेट आफ्नो व्यथा कोही छैन। सुरक्षाकर्मी सुरक्षा घेर केही गाडी घोडा केही छैन। केही छैन। एउटा आम साधारण नागरिकसँग पनि कुरा गरेछ, दुःख यसो पोखेको छ। राष्ट्रपतिले कोहीसँग सोधेको छ के छ दुःख? एक्लै राजाले अनि र राजा भनेको विश्वको नेपालको पहिचान हो। नेपालको पहिचान हो, नेपालीको पहिचान हो। आज विश्वमा जति नेपालीहरू छन् नि, चाहे खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका, जापान, इङ्ल्यान्ड, सबै ठाउँमा यदि राजा भएको देश यो हिन्दू राष्ट्र कहीँ छ विश्वमा? एउटै नेपाल हिन्दू राष्ट्र थियो। पहिचानको रूपमा त्यो स्थापित गर्न हामी ज्यान चाहियो। हिन्दू राज्य चाहियो, राज संस्था चाहियो होइन। एक्लै हिँड्ने राजा चाहियो। सुरक्षाकर्मी एकजना नि हुनु भएन। भ्रष्टाचारी गणतन्त्रहरूले यदि वार्तामा आएर राजालाई स्थापित गरेन भने राजावादी हामीहरूले हतियार उठाउन तयारी छौँ। हतियार उठाउन, भ्रष्टाचारीको घर थुतेर मार्ने, साला उसको छोराछोरीलाई बेघर गर्ने, यत्रो लाखौँ जनता, लाखौँ युवाहरूलाई विदेश पठाएको यो मर्म, हतियार उठाउने, बम्बार्डिङ गर्ने। हामीलाई साथ छ, हिन्दुस्तानको साथ छ, योगी आदित्यनाथको साथ छ, मोदीको साथ छ। रले गर्दा गरेछ मोदीसँग कुरा। मोदीसँग हाम्रो नेताले गरिरहेछ नि। हाम्रो हिन्दुस्तानमा छ नि मिथहरू छ त, विधायकहरू छ त त्यहाँ बिजेपीको। भन्छ नेपालमा राजा आउँछ, तपाईँहरू जाग्नुहोस्, ढुक्क हुनुहोस्। हिन्दुस्तान पक्का हो। तर नेतालाई धेरै गाली गर्नु भएन क्या। नेतालाई सुन्नु न, नेताहरूलाई किन गाली गर्नु भएन भने राजाले पनि चाहेका भनेका यिनै राजनैतिक दलहरूसँग यसो एउटा कुना माग्या त हो नि, ठाउँ माग्या हो, संवैधानिक हो। ठिक छ, यिनै दलहरूले ठिक छ। राजालाई स्थापित गरोस्, हामी ठिक छ एमालेलाई नि फेरि भोट दिन्छौँ। एमालेलाई भोट दिएको हो। राजालाई स्थापित गरोस्, फेरि म एमालेलाई नि भोट दिन्छु। के फरक पर्छ राजा आएर के फरक हेर्छ नि? चेक एन्ड ब्यालेन्स गर्नुपर्छ। प्रधानमन्त्रीलाई सल्लाह दिनुपर्छ, यो नगर। अहिले कुलमान घिसिङलाई हटायो, कसैसँग सल्लाह लियो? यहाँ छैन। राजावादीहरू कस्तो भने यो जुलुसमा मान्छे कमाएका हुन् कि यो चौर ठुलो लिए? मान्छे त सर्वत्र जिल्लाबाट आएको छ, थोर बहुत। यो एउटा आरम्भ हो। 12 बजेर 9 मिनेटमा तपाईँसँग संवाद गर्दैछु। 11 बजे बोलाइएको होइन, हामी 2 बजे चौर ठुलो लिए क्या हो? तिनीहरूले ठुलो चौर दिए क्या तपाईँहरूलाई? हामीलाई ठिकै छ। होइन, मान्छे हेर्नुहोस् न, शान्तिनु भए त भरिन्थ्यो नि। भरिन्छ। मान्छे आइरहेछ, बसहरू आइरहेछन्, सब आइरहेछन्, जिल्ला भरिन्छ। धन्यवाद यहाँलाई। र राज संस्था यो भेलाले, आम नेपाली जनताको बोलीले राज संस्था पुनर्स्थापन यो गणतन्त्रवादीले गरेन भने हामी हतियार उठाएर पनि ठोक्ने हो गणतन्त्रवादीलाई। धन्यवाद है। यहाँ हल्ला भयो क्या, हेर्नु पर्यो। आज आन्दोलनहरूको भिडन्त भएको दिन गणतन्त्रवादीहरू एकातिर गणतन्त्रवादी छन्, अर्कोतिर राजावादीहरू छन् र बिचमा प्रहरीको यो घेरा तपाईँले देख्न सक्नुहुन्छ। यो संसद भवन अगाडिको दृश्य हो। नयाँ बानेश्वर जानेतर्फको बाटोको यो 3 कुने बाटो नयाँ बानेश्वरतर्फ जाने संसद भवनबाट करिब 200 मिटरको दूरीमा यो ब्यारिकेड राखिएको छ। सम्पूर्ण सडक खण्ड नै यसरी छोपिएको छ। यो आन्दोलनहरूको कारणले आज काठमाडौँ भित्रको जुन ट्राफिक व्यवस्था हो त्यो कुन हदसम्म अस्तव्यस्त भयो होला भन्ने कुराको सामान्य अनुमान हामी यहाँको यो सुनसान सडक हेरेर लगाउन सक्छौँ। निषेधित क्षेत्र, यो निषेधित क्षेत्र हो। योभन्दा अगाडि जान मिल्दैन। अब उता पनि अब निषेधित क्षेत्र होला। उताको दृश्य पनि यहाँलाई हामी देखाउनेछौँ। यो 3 कुनेको दृश्य तपाईँले यहाँ अगाडि देख्न सक्नुहुन्छ। राजावादीहरू सडकमा छन्। यहाँ राष्ट्रिय झन्डा, चन्द्र सूर्य अङ्कित राष्ट्रिय झन्डा लिएर
राजा फर्काउने अभियानका राजावादीहरू यतिखेर